Hello, good Zambo and namaste. Welcome back to my YouTube channel. अनि आज चाहिँ भन्नुपर्दा चाहिँ धेरै हिजो अस्तिदेखि खोर्सानी सानोमा रोप्दादेखि अपडेट गर्दै गएको अहिले चाहिँ यसको फलेछ मेरो खोर्सानी। अन्त खोर्सानी टिप्ने त्यसरी आएको छैन, त्यसैले त्यसको मौका पारेर आज चाहिँ खोर्सानी टिप्न लागिरहेको छु। हेर्नुहोस् साथीभाइहरू कस्तो छ र पानीले गर्दा कुन्दो पनि रहेछ। पानी चाहिँ नआएको भने घाम लागिदिनु हो भने चाहिँ एकदम राम्रो फल्ने खालको खोर्सानी थियो। अनि यसले चाहिँ पुरा खोर्सानीको बोट पनि मरेर सबैको मरेर के भयो, मल पानी नपुगेको कि घाम पानी नपुगेको कि पानी चाहिँ बेसी नै भएको ज्यादै भएको जस्तो लागेको छ मलाई चाहिँ। भन्यो भने सबै मरेछ। सोचेको यार एनिवेज बेच्नुको लागि होइन, आफै खानुको लागि रोपेको, यति भने फलिदिएछ। धेरै धेरै धन्यवाद खोर्सानी हजुर। यसले चाहिँ एकदम फलेछ। यताउति पानीले नि भेटेको छैन, तर भन्दाखेरि पनि सिताहरू पुरा रहेछ। अनि यस्तो आफ्नै सानो मिनी गार्डनमा यतिको भए पनि फलेछ। यतिको आयो भने चाहिँ नेक्स्ट टाइम पनि रोप्नुलाई अलिकति मोटिभेसन, तर यस्तो मरिदियो भने चाहिँ अलिकति डिमोटिभेट हुने रहेछ। अन्त यता चाहिँ घर छिमेकीको यता छ टमाटरहरू फलेछ भन्दा पनि के भएको, पानी बेसी भएको कि टमाटरहरू पनि खोर्सानी पनि इन्डियन खोर्सानी रोप्नु भएको थियो, त्यो पनि सबै मरिगएछ। अन्त यता चाहिँ मकै छ, अनि यो मकै चाहिँ हिजो मात्रै खाएँ मैले पनि, मुसासँग चराले पनि धेरै खाएछ। अनि अहिले चाहिँ भर्खरै यता के भन्छ टुक्रुके पनि रोपेको छु। उस्तै छ लु, अब फेरि पानी आउनु थाल्यो, खोर्सानी छिटो टिपेर घर लाग्नुपर्छ। अनि आज चाहिँ मकै पनि हिजो पनि लगेको थियो, अन्त आज पनि रहेछ। अनि चाहिँ हिजो चाहिँ आफै खायो, आज चाहिँ घर छिमेकीलाई एकजना टसेलको सर छ उसलाई दिनु पऱ्यो आज चाहिँ। अन्त यस्तो अब चाहिँ मकै पनि सक्यो, किनकि मुसाले पुरा खाइदिएछ। मुसाले पनि खाएर चराले पनि खायो, बाँडी चुरी गरेर मान्छे चरा सबैले खायो। अनि अब चाहिँ लास्ट चाहिँ अब चराले पनि खाइहाल्यो, मुसाले पनि खाइहाल्यो। अन्त लास्ट चाहिँ अब मेरो खाने हो भनेर सबै आज चाहिँ लगेर जाँदैछु। अन्त आफैले गरेको हार्डवर्क आफैले खानु पाउँदा चाहिँ धेरै खुसी पनि लाग्दैछ। नेक्स्ट टाइम काम गर्ने मोटिभेसन पनि हुने रहेछ। अनि अहिले चाहिँ यति राम्रो मकै आएको छ। अन्त आजदेखि चाहिँ मकै पनि सक्दैछ। आजको लागि चाहिँ यति नै, किनकि पानी आउनु थाल्यो। पानी आउँदा चाहिँ फेरि कुन्ला जस्तो गर्दैछ, त्यसो र मकैहरू पनि सबै चराहरू मुसाले सकिसकेछ। खोर्सानी छ त छ फलेको, चिकन भन्दा पानी नि आउँदैछ।